ओके हामी सीम्याटमा जाम है। सीम्याटको चाहिँ अब चाहिँ हजुरहरुको चाहिँ सीम्याटमा क्वेशन 100 मार्क्स को आउँछ र टपिक भनेको भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ एन्ड अफ कोर्स जीके त जहाँ पनि हुन्छ है, यो छोड्दैन। ओके अनि हामीले अनि 2024 सम्मको पास्ट क्वेशनहरु सबै डिस्कसको पनि गर्छौं है, मतलब इम्पोर्टेन्ट गर्छौं। अनि हजुरहरुलाई चाहिँ यो बुकको पीडीएफ यो बुकको इम्पोर्टेन्ट क्वेशन पास्ट क्वेशनको पीडीएफहरु चाहियो भने चाहिँ जस्ट कमेन्टमा चाहिँ आई निड पीडीएफ भन्नुस्, म चाहिँ त्यहाँ हजुरलाई मेरो फेसबुकको लिंक पनि राखिदिन्छु। ल लेट्स स्टार्ट है। अब आज हामी चाहिँ सजिलो टपिकबाट हैन अलिकति गाह्रोबाट जाम, दैट इज लजिकल रिजनिङबाट जान्छौं है। लजिकल रिजनिङबाट चाहिँ हामीले यो कोडिङ एन्ड डिकोडिङ जाम, किनकि यो एकदम इम्पोर्टेन्ट पनि छ। इम्पोर्टेन्टको साथसाथै हजुरहरुलाई गर्न टाइम पनि लाग्छ, त्यही भएर यसलाई कसरी छिटो गर्ने भन्ने हामीले टेक्निक वाइज पढ्छौं है त। 402 मा जाम है। अब हामीले यसको 402 मा जाम कस्तो कुन टेक्निकले पढ्नु पर्छ भन्ने कुरा हामीले सबै यो लजिकल रिजनिङबाट पढ्छौं है त। ओके अब हामी चाहिँ योहरु क्वेशनहरु गर्दैनौं, योहरु भनेको यतिकै गफ नै हो। हामीलाई मेन फोकस भनेको पास्ट क्वेशन, किनकि पास्टमा कुन प्याटर्नले आछ अहिले पनि त्यही प्याटर्नले टक्क आउँछ कि अरु केही त्यस्तो झुक्काइदैन। पास्टमा जुन प्याटर्नले आयो त्यही प्याटर्नले आउँछ। त्यही भएर हामीले आजको भिडियोमा चाहिँ हामीले यो टपिक डिस्कस गर्छौं है त, कोडिङ एन्ड डिकोडिङ। ओके कोडिङ एन्ड डिकोडिङ। यसको लागि हजुरको एउटा सानो टिप्स के दिन्छु भन्दाखेरि हजुरलाई टिप्स नम्बर 1 है। सुरुमा चाहिँ हजुरले ए भनेको 1 हो, बी भनेको 2 हो, सिरियल वाइज भनेर एउटा बुझ्नु पर्यो। अर्को चाहिँ ए भनेको 26 पनि हो, बी भनेको 25 पनि हो, उल्टोबाट जाँदाखेरि भनेर हजुरले यो कुरा बुझ्नु पर्यो है। यति कुरा चाहिँ हजुरले बुझ्नु पर्छ। नेक्स्ट टिप चाहिँ के भन्दाखेरि हजुरले जहिले पनि अब उल्टाएर त दिए छैन, जस्तै आरएटी र्याटको ठाउँमा टीएआर दिन सक्छ, एउटा कुरा यो याद गर्नु पर्यो। उल्टा खा कि नै सुरुमा उल्टाको हेर्नु पर्यो है। अनि अर्को भनेको चाहिँ हजुरलाई चाहिँ बीचको वर्ड चाहिँ ए नै राखिदिन्छ अनि टीआर गराइदिन्छ के। अब के चेन्ज गर्यो भन्छ, यो बीचको वर्डलाई पनि मेन फोकस गर्नु पर्यो, बीचको वर्ड चेन्ज भएको छ कि भएको छैन कि है। अनि अर्को भनेको जस्तै ए दिएछ अनि एबीसीडी भनेको चाहिँ एबीसीडी, ए भनेको बी अनि यो भनेको सीडीई हो भने यो भनेको यो हो भने अब 1 2 3 4 भनेको कति हो भन्यो भने हाम्रो हेर्नु न, ए पछि बी आउँछ, बी पछि सी आउँछ, सी पछि डी आउँछ हैन। त्यसरी नै बीसीडीई गर्यो। त्यसरी नै 1 2 3 4 को 1 पछि 2 3 4 5 हुन्छ है। यसरी चाहिँ टेक्निक त वाइज दिया हुन्छ। यो कुरा पनि हजुरहरुले के गर्नु पर्यो, बुझ्नु पर्यो। अनि कहिलेकाहीँ रिभर्स भइहाल्यो, रिभर्सको नि कुरा भयो। यति नै हो, धेरै त त्यस्तो गाह्रो छैन। अब हामी पास्ट क्वेशनको जाम, 2003 बाट चाहिँ छ है। अब 2003 को सीम्याटमा के सोध्यो, बीट इज कोडेड एट टीएईवी भनेपछि यहाँ 1 2 को खेल हैन, 2 नम्बरमा जाम, स्टेप नम्बर 2 रहेछ। त्यो भनेको बीटलाई चाहिँ टीएबी गरे, यो भनेको त टीएबीई भनेपछि रिभर्स रहेछ। भनेपछि कोडेड फर सुपको के हुन्छ त पीयूओएस, अप्सन हेर्नु परेन। पीयूओएस कतिमा, पीयूओएस 1 को डी रहेछ आन्सर। सक्यो, 1 नम्बर सक्यो। यस्तै आउने सीम्याटमा, डोन्ट प्यानिक है, एकदम सजिलो गरी हजुरले नाम निकाल्न सक्नुहुन्छ है। अब पेन इज कोडेड एट ओडीएम, व्हाट विल बी द कोड फर वेट। ओके अब हजुरले के बुझ्नु पर्यो भन्दाखेरि जस्तै अब ए दिएछ अनि ए को अगाडि पछाडि के हुन्छ भनेर बुझ्नु पर्यो। अब ए पछि बी आउँछ, ए को अगाडि चाहिँ जेड हुन्छ नि हो भनेपछि अब हाम्रो पीईएन पिएन हेर्नु न, पी भन्दा अगाडि के आउँछ, ओ आउँछ नि त, ओ पछि पी आउँछ। अनि ई भन्दा अगाडि के आउँछ, डी आउँछ। यन भन्दा अगाडि के आउँछ, यम आउँछ। त्यो कुरा नि स्टेपमा जोड्दिनु, अगाडि पछाडिको हेर्ने, अगाडि पछाडि हेर्ने, पछाडिको हेर्ने, त्यो कुरा स्टेपमा जोड्दिनुस्। अब त्यसपछि पेनको ओडीएम हो भने डब्लु भन्दा अगाडि के आउँछ, भी आउँछ भनेपछि हाम्रो आन्सर भी बाट सुरु हो। अब हजुरले भी मात्र अप्सन खोज्नु, अरु नखोज्नु, किनकि डब्लु भन्दा अगाडि त भी आउँछ। अब यो होला कि नगर्ने, भी हो भनेपछि आन्सर हाम्रो सी नै हो, किनकि भी एउटा मात्र छ। त्यही भएर यसमा टाइम नलाउने, हतार सीमा आन्सर लाएर अर्को क्वेशन गरिहाल्ने है। यो अल्झिनी हदै हैन है, अल्झिनी बित्तिकै हजुरको यो एउटैले टाइम खाइदिन्छ अनि अरूलाई टाइम पुग्दैन के। अब कियर इज कोडेड एट 27, व्हाट विल बी द कोड अफ टोटल। अब कियर भनेको चाहिँ 27 हो रे हैन। अब कसरी 27, अब यसलाई सम गर्न खोजौं है। ओके मैले भिडियो पज गरेको थिएँ यस्तो लेख्नलाई, ल हेर्नु। अब हामीलाई थाहा सी भनेको के हो, 3 हो, ए भनेको त 1 हो, आर भनेको 18 हो, ई भनेको 5 हो। यो सबैलाई जोड्दा हाम्रो कति आउँछ त 27 आउँछ। अब त्यसरी नै टोटल जोड्ने,
TOTAL टोटल। अब यो भनेको त हाम्रो 1 हो। अब यसको त कण्ठ त हुँदैन, मान्छेलाई कुन कति हो भनेर त्यो कण्ठ गर्नुहुन्छ भने राम्रो हो। हुँदैन भने चाहिँ अब हजुरले साइडमा लेखिरहने के, पेपर पाउने भन्दा अगाडि क्वेसन ट्याक्क ट्याक्क लेखिहाल्ने के एन्सर गर्नु भन्दा अगाडि। भनेपछि अब हाम्रो टी भनेको कति रहेछ त भन्दाखेरि टी भनेको 20 रहेछ। भनेपछि दुईटा 20 20 40 भयो। अनि सरी यहाँनिर 20। अनि ओ भनेको कति रहेछ त हाम्रो, ओ भनेको चाहिँ 15 रहेछ है, 15। अनि हाम्रो एल भनेको कति रहेछ त, एल भनेको चाहिँ हाम्रो आइजेकेएल 12 रहेछ। अब यसलाई हामीले सम गर्ने। ओके, यसलाई सम गर्दाखेरि चाहिँ अब 20 20 40 10 50 है। अनि 10 10 लिने 50 पछि 60। अब यसको 5 2 र 1 छ 60 भनेपछि 65 67 + 1 68 भनेपछि टोटल भनेको 68। अब एन्सर यो ट्राई नगर्ने। अब 68 कहाँ यहाँ रहेछ भनेपछि 3 को चाहिँ 68 रहेछ। अरू केही गर्नु परेन। कति सजिलो छ है, एकदम सजिलो छ है। अब नेक्स्ट क्वेसनमा जाम। अब अहिले क्वेसन रिपिट भएछ, ल हेर्नु यसरी हुन्छ। त्यही भएर पास्ट क्वेसन गर्ने रिजन इज दिस। अहिले क्वेसन रिपिट भएछ, पेन इज कोडेड एट ओरियम, व्हाट शुड बी कोडेड फर वेट भनेपछि हामीलाई भिडी यस्तो अघि नै कण्ठ भइसक्यो त, अब त गर्नै परेन यो। अब हेड इज कोडेड एट EHDA। अब रोक्नुहोस्। अब यहाँ हेर्नुहोस् के गर्यो, ई आयो सुरुमा अनि यच आयो। हो ल हेर्नु, इन्टरचेन्ज मैले जुन सिकाएको थिएँ यताको उता उताको यता गर्न सक्छ। 3 नम्बरको इन्टरचेन्ज कसरी गर्यो यहाँ भने ईलाई अगाडि यचले दुईटा इन्टरचेन्ज गर्यो, EHDA यसरी इन्टरचेन्ज गर्यो। भनेपछि डेडको के हुन्छ त EDDA खोजौँ। यो डीबाट होइन यो होइन हेर्नै परेन, यहाँ ई छ भने चाहिँ EDDA। द अप्सन इज 5 को बी चाहिँ एन्सर हाम्रो रहेछ है। एकदम सजिलो मेथड छ, सजिलो तरिकाले बुझौँ है। त्यो हजुर मलाई आउँदैन यो भास्ट छ भनेर सोच्नु चाहिँ होइन है, एकदम सजिलो छ। सजिलो तरिकाले हेर्ने, गाह्रो क्वेसन सल्भ नगर्ने। किनकि हामीलाई एटलिस्ट पास हुने क्वेसन दिन्छ के, त्यो कम्पिटिसन गराउनलाई चाहिँ अलिकति गाह्रो कुनै दिन सक्छ। नत्र चाहिँ हामीलाई चाहिँ नाम निकाल्न सक्ने क्वेसन दिएको हुन्छ है, त्यो टेन्सन लिनु पर्दैन। ओके, अब 6 नम्बरमा जाउँ। इफ लाइन इज कोडेड एट ONLION, लाइन अब यति कसरी कोडेड भयो हेरौँ है त। ओएन हो, यो ओएनलाई चाहिँ अगाडि ल्याइदिएछ, यलाई पछाडि ल्याइदिएछ। टेपको के हुन्छ त, पी चाहिँ अगाडि आउँछ है, पी चाहिँ अगाडि आउँछ। इन्टरचेन्ज भयो त, ओएन बाहेर इन्टरचेन्ज नो हुन्थ्यो नत्र त। ओएनको ओएन छ भनेपछि पी को पी नै हुन्छ। पी कहाँ पीटी छ भनेपछि पीई। अनि टीए को टीए। सो 6 को के रहेछ त बी रहेछ। र के को कमाल रहेछ त इन्टरचेन्जको कमाल। हेर्नु है कति इन्टरचेन्ज नम्बर न्युमेरिक मात्र छ है यसमा। अब हजुर कति मजाले सक्नुहुन्छ, कति सजिलो छ। इफ क्राउ इज कोडेड एज RWCO भनेपछि यो सी र यो सीओ अगाडि फर्स्ट र बीचको चाहिँ फर्स्टको सी र अनि थर्डको चाहिँ हाम्रो लास्टमा राखिदियो। अनि RWलाई चाहिँ सँगै ल्याइदियो भनेपछि वर्डको के हुन्छ, फर्स्टको र बीचकोलाई चाहिँ हामीले के गरिदियो त अगाडि ल्याइदियो। WR चाहिँ अगाडि राखिदियो होइन सरी रोक्नु। फर्स्टको र बीचकोलाई लास्टमा लैदियो भनेपछि W र R चाहिँ लास्टमा हुनु पर्यो, अगाडि चाहिँ के हुनु पर्यो त हाम्रो बाँकी रहेको W र R पछि ओके चाहिँ अगाडि हुनु पर्यो, ओके अगाडि हुनु पर्यो, पछाडि चाहिँ W र R हुनु पर्यो। भनेपछि ओके अगाडि कहाँ छ, यही छ ओके अगाडि, ओके अनि WR। सो 7 को ए एन्सर हो। यसरी बुझ्ने हो है, यसरी खेलाउने, वर्डलाई खेलाउँदै जाने है। सो इफ अर्डली स्ट्यान्ड फर, हो यो क्वेसन आयो बल्ल, 3 2 5 6 7 देन इयर विल बी। हेर्नु है त कुनैमा चाहिँ यस्तो हालेमा अलिकति बुझाउँछु। जस्तै ओके EARLY अर्ली भनेको 3 2 5 6 7 हो भने इयर भनेको के हो है। अब यसको लागि एउटा के छ भन्दाखेरि ए भनेको 2 छ भनेपछि यहाँ 2 लेखिदिने है, चोर दिमाग है। अर्को पनि तरिका त होला तर हामीले चोर दिमाग लाउने। आर भनेको के छ 5 छ भनेपछि यहाँ 5 लेखिदिने। वाई भनेको कति छ 7 छ। ई भनेको कति छ 3 छ। क्वेसनमै एन्सर छ 7 3 2 5 इज द एन्सर। अब अरूले हजुरले के होला कसो होला कहाँबाट ई भनेको 3 आयो सोच्न परेन। एन्सर इज 7 3 2 5, द्याट इज 7 3 2 5 इज द एन्सर। ई नम्बर पनि हामीलाई आयो है, कति सजिलो छ है। अब बर्ड इज टु नेस्ट, यो यहाँको क्वेसन होइन तर यहीँ दियो है। यो हाम्रो त यो त कोडिङ र डिकोडिङ हो, त्यही पनि ल ठिकै छ है। अब हाम्रो यो क्वेसन चाहिँ के छ, बर्ड इज टु नेस्ट हो रे भने हर्स इज टु भनेको त सजिलो छ, जसलाई नै आउँछ।
बर्ड चाहिँ नेस्टमा बस्छ भने हर्स कहाँ बस्छ भनेको हर्स त स्टेबलमा बस्छ नि त यो सजिलो छ है यो पनि एकदम रिपिटेड हुने क्वेसन नै हो यो पनि एउटा इम्पोर्टेन्टमा रूपमा मानिन्छ अनि एउटा रिपिट भएको यो पेनवाला क्वेसन नै इम्पोर्टेन्टमा मानिन्छ है अब इफ बिट इज कोडेड एज हो अगाडि के क्वेसन आयो त बिट भनेको ओ अगाडि के क्वेसन आयो तर उल्टो यहाँ हेर्नु है बीईएटी बिटको त अब उल्टो होइन यो अब के भएको छ त ई को बी अनि टीए अगाडि गएको छ ईबी टीए ठ्याक्कै दुईटा इन्टरचेन्ज भयो यो दुईटा इन्टरचेन्ज भयो है अब फेरि म छिटो गएँ भन्नु होला है तर यसको चाहिँ के छ त ईबी टीए छ ईबी टीए यसरी इन्टरचेन्ज भयो भनेपछि एन्सर ईबी टीए भने ओयु पीएसको के हुन्छ त ओयु पीएसको चाहिँ युओएसपी सो यो डी नम्बरको चाहिँ एन्सर हो है 10 को डी ओके नाउ अब हामी जान्छौँ 11 नम्बर इफ 4316 इज कोडेड एट ओसीएएफ 4316 भनेको ओसीएएफ हो भने वाट सुड बी एचआइजीई अब चाहिँ एचआइजीई अब अघि नै पो यति यहीँ दिएको थियो अब हाम्रो त हेर्नु है अब ए भनेको 1 छ 1 नै हो हाम्रो टर्ममा पनि ए भनेको 1 हो बी भनेको 2 हो सी भनेको 3 हो थाहा छ भनेपछि अब हाम्रो ई भनेको कति हो त 5 हो जी भनेको कति हो 5 भन्दा अगाडि कति आउँछ के रे एफ जी भनेपछि 5 6 7 हो जी भनेको 7 जी एच भनेको कति हो त जी एच भनेको एबीसीडी ईएफ जी एच 8 भनेपछि लास्टमा 7 5 भएको चाहिँ एन्सर हो है कति नम्बर गर्दै थियौँ हामीले 11 नम्बरको हामीले कहाँ गरेको 12 नम्बर गरेको सरी ओके ओसीएएफ भनेको हाम्रो नर्मली देख्यो ए भनेको 1 हो हामीलाई थाहा छ सी भनेको 3 हो कसरी थाहा भयो भन्दा ए भनेको 1 बी भनेको सी न्युमेरिकलमा थाहा छ भने अनि एच भनेको हाम्रो एच भनेको 9 एच भनेको 8 हो अनि एफजी एच पछि आई आउँछ आई भनेको 9 भनेपछि एन्सर हाम्रो 8975 हुन्छ किनकि भनेको 5 यसरी चाहिँ हामीले गर्दै गयौँ त्यसरी 8975 इज द एन्सर है 8975 छ किन 89 यहाँ रहेछ ल 12 को चाहिँ सी हो है सी नै रहेछ ल ठिक छ मिलिरहेको छ है त्यो कन्फ्युज हुनु परेन नेक्स्ट अब इफ लायन इज कोडेड एज ओएन यलाई कति सजिलो अघि रिपिट भयो क्वेसन ओएन भनेपछि यो दुईटा ओएनलाई अगाडि ल्याइदियो यसरी ल्याइदियो एलआईओएन लाइन छ भने ओएनलाई अगाडि ल्याइदियो ओएन अनि यलाईको चाहिँ यलाई नै भयो ओएन यलाई भनेपछि फिटको के हुन्छ एफईटी फिटको इएफटी खोजौँ खै इएफटी खै इएफईटी सरी इएफईटी हुन्छ नि त किनकि होइन इएफटी हुनुपर्छ इएफटी खै इएफटी छैन यलाईओएनको ओएन अगाडि आयो अनि यलाई अगाडि आयो भनेपछि इटी अगाडि आउँछ अनि एफई आउँछ इटिएफई सरी इटी अगाडि आउँछ ओके एफईटीको फिटको इटी अगाडि आउँछ इटी अगाडि आयो अनि एफई पछाडि गयो अलिकति कन्फ्युज भयो के त्यसको कन्फ्युजन हुन्छ छैन झुक्कियो ओके भनेपछि इटिएफई भयो इटिएफई इज द एन्सर सेम 14 को है इफ को रो इज कोडेड एज आरडब्लुसिओ ल अब यहाँ के भयो है बुझिहालौँ के भयो भनेर अब हाम्रो सिओ को सिओ पछाडि गयो यो बीचको ओ हरायो र आरडब्लु भयो त्यसरी नै डब्लुओआर के वर्डको के होला आई थिंक क्रो हुन पर्ने हो यो क्रो हुनु पर्ने हो यो चाहिँ 15 को मलाई अलिकति रङ लाग्यो जस्तो लाग्यो एकछिन एन्सर चेक गरौँ अनि थाहा हुन्छ 15 को एन्सर हेरौँ है 15 को अब एन्सर अनुसार चाहिँ यही तरिकाले जाने हो भने चाहिँ हाम्रो यसमा के गरेको आरडब्लु सीओ एउटा ओ हुन्छ कि क्राउ होला कि यो नत्र कुरो भन्ने यहाँ छ नि जब 3 टा 4 वटा यो क्वेसन रङ हो कि डब्लुआर के को वर्डको चाहिँ अब हाम्रो सीओ लिगम अनि आरडब्लु लिगम है भनेपछि डब्लुआरलाई चाहिँ यता राखौँ अनि ओकेलाई चाहिँ अगाडि ओके डब्लुआर हुन पर्ने हो एन्सर ओके डब्लुआर है त्यो अनुसार भनेपछि यो क्राउ हो सीआरडब्लु क्रो हो है यो क्रो यो क्वेसन रिपिट भएको कता भयो यहाँ 7 नम्बरमा क्रो इज रिटेड आरडब्लुसी हो ल ओके डब्लुआर त्यही त क्वेसन यो क्रो है यसरी क्वेसन मिस्टेक छ भनेर नि पत्ता लगाउन सक्नु पर्यो है
भाइ बहिनीहरू राम्रोसँग पढ्नुपर्छ। अनि बीबीए हजुरले बीबीए फर्स्ट सेमिस्टर पढ्नुभएको छ भने चिन्ता नलिनुहोस्, मैले धेरै भिडियो हालेको छु। मलाई सब्सक्राइब गरिराख्नुहोस्। फर्स्ट सेकेन्ड थर्ड फोर्थ सबैकोमा भिडियो चाहिँ मजाले हाल्दै जान्छु। म अहिले चाहिँ सेकेन्ड सेमिस्टरमा हो, मजाले पढ्नुपर्छ है त, मजाले सबै भिडियो हालिदिन्छु। म्याथको हजुरले आउनु फर्स्ट सेमिस्टर हो भने आई क्यान गिभ यु पर्सनल लाइक म अनलाइन क्लास पनि गर्न सक्छु, किनकि आइ एम भेरी गुड एट म्याथ है। अहिलेको पालिको म्याथको मैले सबै क्वेसन सल्भ गरेको थिएँ। त्यही भएर हजुरलाई बीबीएको फर्स्ट सेमिस्टरको बिजनेस म्याथको ट्युसन चाहिएको छ भने यु क्यान कमेन्ट है। म सुरुबाटै हजुरलाई 90 मार्क्स आउने चाहिँ म पढाउदिन सक्छु कि त्यतिसम्म म हजुरलाई त्यति सबै क्वेसन सल्भ गराउन सक्छु भन्ने चाहिँ भन्न सक्छु है त। अब इफ फ्रेग्रेन्स इज रिटन एज, अब हेर्नु त ओहो डर लाग्यो नि हेरेर, के दिएको यस, अब के दियो होइन, के दियो कस्तो झ्याउ लाग्दो हेर्नु न। FRAGRANCE को चाहिँ एफ को ठाउँमा के छ एस छ, आर पछि बी छ, अनि ए को ठाउँमा एस छ। अब कसरी गर्ने भन्दा अब हेरमै टेक्निक लगाऊँ है, त म पनि झुक्किएँ है। अब यसमा टेक्निक के लाग्न सकिन्छ, IJKL एम पछि ओके, कति सजिलो टेक्निक आइसक्यो, आइहाल्छ कि हेर्ने बित्तिकै आउँछ कि। ल हेर्नुहोस् है, यो एफलाई एकछिन बिर्सिदिउँ। आर पछि के आउँछ क्यू, आर पछि के आउँछ एस आउँछ, ए पछि के आउँछ बी आउँछ, जी पछि के आउँछ एच आउँछ, अनि फेरि क्यू आर पछि के आउँछ एस आउँछ, ए पछि बी आउँछ, एन पछि ओ आउँछ, एन पनि सी पछि डी आउँछ, ई पछि एफ आउँछ, र फाइनली यो एफ पछि जी आउँदो रहेछ। कस्तो झुक्का थियो नि सुरुमा, हेर्दै टाउको दुख्रा भयो नि। हो टाउको दुखाउनु परेन है, तर म लेखेर बुझाउँछु। FRAGRANCE फ्रेग्रेन्स छ ओके। यो एफलाई एकछिन बिर्सिम। आर पछि के आउँछ एस, ए पछि बी, जी पछि एच, आर पछि एस, ए पछि बी, एन पछि एमएनओ, डी सी पछि डी, ई पछि एफ, फाइनली एफ पछि जी भनेर हामीले बुझ्यौँ। भनेपछि इम्पोजिङलाई कसरी लेखिन्छ, IMPOSING इम्पोजिङलाई कसरी लेखिन्छ ओके। आईलाई बिर्सिदिउँ, एम पछि एन, पी पछि एमएनओपी, क्यूओ पछि एमएनओपी, एस पछि क्यूआरएसटी, आई पछि जे, एन पछि एमएनओ, जी पछि एच, आई पछि के आउँछ आई पछि जे आउँछ भनेपछि लास्टमा याद जे भएको इज एन्सर। लास्टमा याद जे अगाडि एनपीक्यू। अब फेरि सब खोज्न थाल्यो भने टाइमले भ्याउँदैन कि लास्टमा याद जे खोलौँ। यहाँ ओ जे ह याद जे दुईटामा याद जे रहेछ, यो दुईटामा एउटा एन्सर हो। यहाँ याद जे छ, यहाँ याद जे छ, यहाँ ओ छ, यहाँ ओ छ, यहाँ जे छ, यहाँ जे छ, यहाँ पी छ, यहाँ टी छ, यहाँ यस्तरी छ भने चाहिँ हाम्रो याद जे ओ, जे पछि ओ भन्दा अगाडि जे भन्दा अगाडि टिपी हुँदो है। टिपी उल्टोबाट टिपी खोजौँ। याद जे ओ जे टिपी भनेपछि टिपी ओ बी नम्बर इज द एन्सर। 16 को बी रहेछ एन्सर। टाउको दुख्यो नि सुरुमा हेर्दा, के होला यार त्यो सक्दिनँ म भन्छु। नो इट इज भेरी इजी, जस्ट क्वेसन हेरेर एन्सर खोज्ने। कहाँ लुकी छ मेरो एन्सर, यहाँ त छ। क्वेसनमा एन्सर हुन्छ कि, त्यही त मेरो फेभरेट र गाह्रो भए पनि एकदम सजिलो छ कि, एकदम रमाइलो मानेर पढ्यो भने चाहिँ एकदम इजी छ है। ओके 17 नम्बरमा जाऊँ। अब यस्तै है, अब प्याटर्न रिपिट भएको म धेरै गर्दिनँ है, किनकि हाम्रो अलिकति टाइम भिडियो लामो हुन्छ, हजुरलाई बोरिङ पनि लाग्छ। त्यही भएर चाहिँ हामी प्याटर्न रिपिट भएको चाहिँ अब गर्दैनौँ, किनकि अगाडि रिपिट भइसक्यो। यत्रो 36 वटै क्वेसन डिस्कस गर्छौँ नि त, पास्टको सबै 2003 बाटको। ओके, इफ रो वर्स इज कोडेड एज QNATRS, अब MNO पछि क्यू ओके सेम क्वेसन है, मैले एन्सर मात्र भने। अब ZXCMP इज कोडेड एज यक्स भन्दा अगाडि वाइ आउँछ, वाइ अगाडि जे छ त्यही एन्सर AB वाइ 17 को डी हो, किनकि यक्स भन्दा अगाडि वाइ आउँछ। अनि जेड पछि होइन यो एन्सर भएन यसमा 17 को ए हो एन्सर। कसरी भन्दा क्यू एकछिन है, QR भनेपछि OMN ओ पछि पी आउँछ होइन, QR आर पछि एस आयो, ओ पछि होइन एकछिन है, यसले दिमाग घुमायो है त। ल कस्तो कि यस्तै हुन्छ है इक्जाममा, यति सजिलो है यतिकै दिमाग घुमायो भनेर। ROBUST ओके। क्यू पछि के आउँछ आर, यहाँ चाहिँ उदे छ एसेन्डिङ के भन्छ त्यो अगाडिको वर्ड दिएछ कि जस्तै। अब बी भन्दा अगाडि ए आउँछ नि, अनि यु भन्दा अगाडि के आउँछ त QRS, टी आउँछ, टी पछि यु, QR पछि एस आउँछ, टी चाहिँ के पछि आउँछ त यस पछि आउँछ, अनि आर के पछि आउँछ त
क्युआर अनि ओपिएम यान आउँछ क्या यहाँ यन हो यसरी बनाएर रहेछ कि एक वर्ड अगाडिको के आर भन्दा अगाडि यो आउँछ ओ भन्दा अगाडि यो आउँछ एक वर्ड अगाडिको बनेछ भने जेड एक्स सीएमपी को के हुन्छ जेड भन्दा अगाडि ए आउँछ वाई पछि युबी डब्लु एक्स भनेपछि यहाँ डब्लु आउँछ हैन एक्स भनेपछि एकछिन जेड पछि ए आउँछ एक्स पछि वाई आउँछ सी पछि डी आउँछ अनि त्यसपछि एम पछि एन आउँछ र पी पछि क्यू आउँछ है हामीले पछिको गरौँ क्यूआर क्यू यो एन्सर रङ दियो जस्तो लाग्यो किनकि हाम्रो हेर्नुस् है म एउटा हजुरलाई भन्छु किन एन्सर रङ दियो जस्तो लाग्यो अनि हजुरहरूले पनि अब बुझ्नु भयो भने चाहिँ भन्नु है ल जस्तै यो हाम्रो त अगाडिको वर्ड दियो नि जेड भन्दा अगाडि के छ ए छ एक्स भन्दा अगाडि के हो एक्स वाई जेड मिल्यो कस्तो झुकाइदिएको ओके अघिको प्याटर्न एन्सर रङ छ अघिको प्याटर्नमा जाने हो भने जस्तै एक्सएमसी एमपी ओके यो चाहिँ हाम्रो एन्सर हो है राइट अघिको प्याटर्नमा हेर्नु न पहिला क्यू आउँछ क्यूआर अनि ए पछि बी आउँछ नि हाम्रो अगाडिको दिएको छ भनेपछि त अर्को क्वेसनमा पनि त हाम्रो अगाडिकै दिनु पर्यो नि त जेड भन्दा अगाडि वाई हुन्छ एक्स भन्दा अगाडि डब्लु हुन्छ सी भन्दा अगाडि बी हुन्छ यम भन्दा अगाडि आइज के यम आउँछ बल्ल अनि ओ पी भन्दा अगाडि ओ हुन्छ हाम्रो अगाडिको दिएको छ तर एन्सरमा अगाडिको कुनै नि छैन एन्सरमा चाहिँ हामीले के को दिएको छ त हाम्रो पछाडिको दिएको छ कि यसमा चाहिँ सी पछि डी एम पछि एन पी पछि क्यू दिएको तर हाम्रो आर पछि त यस उल्टो टर्ममा भयो आर पछि यस आउनु पर्ने हो हैन त्यही भएर चाहिँ हाम्रो के भयो त भन्दा यहाँ एन्सर रङ छ हाम्रो राइट एन्सर चाहिँ जेड पछि वाई डब्लु बी एल ओ यो चाहिँ राइट एन्सर हुन्छ है इफ आई एम रङ प्लिज हजुरले कतै भेटाउनु भयो भने सर्च गर्दा म यसमा रङ छु भने चाहिँ भनिदिनु होला तर यो एन्सर चाहिँ मलाई रङ लाग्यो किनकि हाम्रो यहाँ रिभर्समा गएको उल्टोमा गएको छ क्यू पछि आर आउने हो नि त हाम्रो आर पछि क्यू आउने हैन नि त आर भन्दा अगाडि पो क्यू आउँछ नि त अनि बल्ल पो आर आउँछ हो त्यसरी नै जेड पछि ए आउने हो नि त अब हाम्रो त जेड भन्दा अगाडि त वाई आउँछ सो हाम्रो राइट एन्सर चाहिँ वाई डब्लु बी एल ओ है यो चाहिँ यही हो राइट एन्सर यहाँ चाहिँ रङ लेखेको छ अप्सन दिएन ओके अब यसरी नै जाम इफ बी क्विक इज कोडेड एज जेड डब्लु यो देन लास्ट लेटर हैन कोडेड अफ द देन द कोड अफ द लास्ट लेटर अफ द थर्ड वर्ड इज सेन्टेन्स आई लभ माई कन्ट्री इज okay interesting question BE is coded at ZCOSGAI then the code of last letter of third word last letter को first second third yan हो यो letter भयो then the last letter of third word को first second last letter of third word sorry word त यो हो नि त यो word हो यो word को चाहिँ लास्ट लेटर अफ थर्ड वर्ड चाहिँ वाई ओके वाईलाई चाहिँ कसरी कोडेड गरिन्छ भन्यो भनेपछि बी क्विकलाई चाहिँ ZCOSGAI ले गरिदिँदो रहेछ कसरी गरेछ हेरौँ त एकछिन कति पछाडि गयो भनेपछि जस्तै सी डी दुई स्टेप पछाडि गयो कि जेड अनि एबी आउँछ नि भनेपछि हामी दुई स्टेप पछाडि जाऊँ हेर्नु है जस्तै के छ नि के भन्दा दुई स्टेप अगाडि के हुन्छ आई हुन्छ नि जे के हुन्छ त्यही भएर के पछि आई आयो जे के दुई स्टेप पछाडि गएको छ है अलिकति बुझ्नु भएन होला BEQUIC के छ नि अब यो भन्दा दुई स्टेप घटाइदिउँ न बीलाई -2 गर्दा के आउँछ जेड आउँछ एलाई -2 गर्दा के आउँछ एलाई -2 गर्ने हो भने हाम्रो सी आउँछ एलाई -2 गर्दा ओ आउँछ एलाई -2 गर्दाखेरि यस आउँछ एलाई -2 गर्दा जी आउँछ एलाई -2 गर्दाखेरि हाम्रो ए आउँछ र एलाई -2 गर्दा हाम्रो के आउँछ केलाई -2 गर्दा आई आउँछ है त्यसरी नै अब आई लभ माई कन्ट्री भन्ने वर्ड को लास्ट लेटर को चाहिँ के हुन्छ वाईलाई -2 गरिदिने वाईलाई -2 गरिदिउँ वाईलाई चाहिँ वाईबाट 2 घटाउँदा डब्लु रहेछ भनेपछि एन्सर हाम्रो डब्लु हो भनेपछि डी नम्बर इज द एन्सर है अलिकति झुक्काउँछ तर केही हुन्न सकिन्छ अलिकति थोरै कन्सेप्ट लाउने यो क्वेसनहरु अगाडिको चाहिन्छ नि म पठाइदिन्छु फोटो खिचेर यहाँबाट एउटा क्वेसन त आउँछ है फिक्स 1 मार्क्स त फिक्स अब if zebra can be written as 265281 how can cobra be written अब BRA भनेर कति देख्यो BRA भनेको 181 छ भनेपछि त हामीले के थाहा भयो त लास्टको 181 हो भनेर थाहा भयो लास्टको 181 हो 181 दुईतिर 181 छ ओके कन्फ्युजन हुन पर्दैन कतिवटा वर्ड छ यहाँ घट्यो नि वर्ड एउटा दुईटा तीनटा चारवटा पाँचवटा एउटा दुईटा तीनटा चारवटा पाँचवटा 1 2 3 4 5 6 1 2 3 4 5 भनेपछि यो हैन 1 2 अनि एकछिन यहाँ जेब्राको लास्टको तीनटा त ठीक छ 181 ठीक छ है
अनि त्यसपछि ल हाम्रो बी भनेको 2 ओके ओके हेर्नुस् कसरी झुक्कायो है कसरी झुक्कायो यहाँ भन्दा कति यो झुक्कायो भन्दा पनि सजिलो हो कि जस्तै ए भनेको 1 हो आर भनेको 18 हो बी भनेको 2 हो ई भनेको 5 हो जेड भनेको 26 हो भनेपछि त कोब्रा सी भनेको 3 हो ओ भनेको कति हो ओ भनेको 15 हो क्या हो है एकपल्ट ओ भनेको हेरौँ त लेख्ने रफमा यसरी ओ भनेको 15 रहेछ ओके भनेपछि आन्सर सी हो किनकि सी भनेको 3 ओ भनेको 15 बी भनेको 2 आर भनेको 18 ए भनेको 1 सो 19 को चाहिँ आन्सर इज सी Now, if seldom is coded as SELD कसरी दिएको छ हेर्नु न कस्तो झुकाएर दिएको झुकाएर भन्दा नि कस्तो इरिटेट लाग्ने कि मान्छेलाई हेर्दै रिस उठोस् नगरोस् भने जस्तो देख कि SELDOM एस फर्स्ट लेटरलाई लास्टमा राखिदियो अनि उल्टा छैन EL को EL नै राखिदियो फर्स्टलाई लास्ट दुईटा EL लाई पछाडी भनेपछि सुरुको तीनटालाई चाहिँ फर्स्टको लास्टमा र जसरी राखिदियो है फर्स्टलाई लास्टमा राखिदियो र यो दुईटा EL लाई जोडी बनाएर यहाँ राखिदियो अनि बाँकी के रह्यो यमोडी पछाडीबाटै उल्टाइदियो यो DOM लाई उल्टाइदिएर यमोडीलाई अगाडि राखिदियो यमोडीलाई अगाडि राखिदियो ओके अब त्यसरी नै हामीले के को बनाम स्लिपर SEL PER को गराम फर्स्टको लाई क्या राखिदियो लास्टमा राखिदियो यो दुईटालाई EL को हाम्रो EL नै राखिदियो अनि लास्टको तीनटालाई चाहिँ अगाडि उल्टा ल्याइदियो REP भनेपछि REPELS ओके 20 को ए नै हो आन्सर हेरौँ है ओके 20 को ए नै छ ल सकिन्छ इफ 6145 6 भनेको एफ नै हो EF आउँछ भनेपछि यो सजिलो छ है म स्किप हान्दिए अब 6145 भनेको एफएडी हो भने 9 भनेको त हाम्रो आइडिया हो भने व्हाट डज 8 9 7 8 8 भनेको के हो ABCDEFGH एच अगाडि आउँछ त्यही हो एच अनि एच पछि आई आउँछ अनि जीएच आइज हो है आन्सर कस्तो आइज रे इफ ड्याड इज कोडेड एट YZW अब हेर्नु त कति स्टेप पछाडि गयो बी को -2 2 गरौँ न -3 गरौँ न -3 गर्यो भने बी बाट -3 घटाइदियो भने कति आउँछ त भन्दाखेरि ए आउँछ जेड आउँछ अनि वाई आउँछ -3 घटाइदिएखेरि बी आयो है बी बाट -3 घटाउँदाखेरि कति आयो त वाई आयो बी बाट -3 घटाएर वाई आयो अनि ए बाट चाहिँ कति घटायो जेड आउनलाई ए बाट नि -3 घटायो बी आउँछ ए बाट वाई घटायो रोक्नु ए बी सी ह अनि यहाँ एक्स वाई जेड छ ओके बी बाट कति घटाउँदा वाई आयो 2 घटाउँदा बी बाट -2 गर्दाखेरि सुरुमा -2 गरेर -2 गरेर हाम्रो 1 2 वाई ल्याहा हाम्रो कतिमा ल्याहा त हाम्रो यहाँ वाई जेड फेरि है BAD भनेको YZW छ ओके बी बाट कति घटाउँदाखेरि चाहिँ वा आयो भने चाहिँ -3 घटायो भने चाहिँ सुरुमा -3 घटायो ए बाट कति घटाउँदा जेड आयो ए बाट त -1 घटायो सेकेन्ड स्टेपमा -1 घटायो डी मा कति घटायो W ल्याउनको लागि WXYZ हो नि UB WXYZ भनेपछि डी बाट कति घटायो त डी बाट 1 2 3 4 5 6 डी बाट चाहिँ कति घटायो त -6 गर्यो भनेपछि सिक्वेन्स के रहेछ -3 -1 र -6 गर्ने रहेछ है भनेपछि अनि फाइटमा नि त्यही गरेछ किन हेरौँ है अब हाईको गरिदिउँ न सिधै हाईको गराइदिउँ अनि आन्सर चेक गरौँ न HIGH एचबाट सुरुमा कति घटाउने -3 घटाउने एचबाट अब हजुरले रफ बनाउनुहोस् है एचबाट -3 घटाउने 1 2 3 हाम्रो कति आउँछ ई आउँछ है ई आयो आईबाट -1 घटाम आईबाट -1 घटाउँदा एच जीबाट कति घटाउने -6 जीबाट चाहिँ -6 घटाउने 1 2 3 4 5 6 ए आयो अनि त्यसपछि कति हुन्छ ई अझै भन्ने छ किन अब यसरी चेक गर्ने हो तर मलाई यो मिल्यो जस्तो लागेन मिलेन चाहिँ अब अर्को हेरौँ फाइटको नि दिएको छ है लेट्स होप है अब फाइटको दिएको छ FIGST फाइट यसको के टेक्निक लागेको छ है अब बुझौँ है यस्तै हुन्छ एउटा बिग्रियो भने हजुर यसमै टाइम लाग्छ के फाइटलाई चाहिँ URTSG गर्यो है ओके फाइनल्ली एकदम सजिलो रहेछ अलिकति दिमाग लाउन भुलचुक भयो है ब्याड भनेको बी भनेको YZW FIGST यस्तो क्वेसन दियो अब हामीलाई हिन्ट छैन 1 2 3 राख्दा नि भएन रिभर्स गर्दा नि यो काटम है रिभर्स गर्दा नि भएन भने अब के गर्ने भन्दा HIGS गर्ने यचको लागि के दिएछ हामीलाई यस दिएछ यसरी खोज्ने है अनि आई को लागि के दिएको छ आई को लागि आर दिएछ जी को लागि के देख टी देख एच को लागि के देख यस दिएछ ओ यो के SRTS रहेछ के यो हामीलाई झुक्काउन दिएको रहेछ यसरी बुझ्ने क्वेसन है SRTS रहेछ भनेपछि
एसआरटीएस 22 को चाहिँ कति रहेछ त एन्सर 22 को डी एसआरटीएस रहेछ दिस इज द एन्सर अब त्यसपछि हामी 22 को डी नि भयो अब त्यसपछि 2 × 3 = 812 4 × 5 = 1620 यो हाम्रो यो प्याटर्नको क्वेशन हैन त्यही पनि हाल्दै छ कि किन हाल्दै अब डिकोडिङ यस्तो न्यूमेरिक हाल्दै छ त्यही नै गरौँ है अलि टफ क्वेशन है मैले गरे अलिकति अनि आयो है ओके हामीलाई के देख्यो 2 × 3 = 812 देख्यो 23 नम्बरको 4 × 5 1620 देख्यो यो अलिकति टफ नै क्वेशन हो है वाट देख्यो ओके अब हामीले सुरुको नम्बरलाई चाहिँ 400 ले मल्टिप्लाई गरौँ सेकेन्डको नम्बरलाई चाहिँ 3 4 12 आउँछ नि त हामीले 4 ले मल्टिप्लाई गरौँ सबैमा त्यही प्याटर्न फलो गरौँ तीनटैमा नि वी गेट द एन्सर जस्तै अब जस्तै सुरुको नम्बरमा 400 × 2 प्लस 3 × 4 गरौँ के 400 2 4 2 8 800 प्लस 3 4 12 = 812 आयो नि सुरुको त्यसरी नै सेकेन्डको नि मिल्छ 400 × 4 प्लस कति हो 4 × 5 5 रहेछ 5 × 4 गरौँ 5 4 20 यो भनेको 1600 आउँछ नि 1600 = 1620 आयो ओके हामीलाई सोधेको 6 7 जा 6 × 7 अब 6 को के हुन्छ 6 को के हुन्छ 400 × 6 भनेको 6 0 0 0 24 हुन्छ है 6 4 24 × 7 × 4 गरौँ है 7 4 28 भनेपछि एन्सर इज 2428 यसरी चाहिँ हामीले के गर्न सकिन्छ त यसको चाहिँ अलिकति दिमाग लगाएर गर्न सकिन्छ है यो वाला क्वेशनको चाहिँ यो वाला क्वेशनको है ल अब यो क्वेशन भइहाल्यो यसरी नै गर्दै गर्दै जाम अब हामी चाहिँ धेरै पुरानोमा नजाम अब धेरै अहिले चाहिँ कसरी प्याटर्न फलो भयो 2022 मा चाहिँ नम्बरवाला आउन थालेछ कि यहाँबाट यो दुईटा इयरमा चाहिँ नम्बरवाला आएछ है 36 मा जाम यदि DRLAL इज कोडेड एट 62014314 ओके सजिलो हो कसरी सजिलो हो हाम्रो ए भनेको 1 हो त्यही भएर 1 छ हैन छैन ए भनेको 1 भनेसी रोक्नु है त डी भनेको 6 हो हैन रोक्नु है रोक्नु डी भनेको ए बी सी डी ई एक स्टेप अगाडि गयो हैन डी भनेको 5 हो तर यहाँ 6 देख आर भनेको कति हो हजुरले रफमा गराउनु है आर भनेको 18 हो दुई स्टेप अगाडि गयो आर भनेको 18 हो पहिला सुरु चाहिँ डी हेर्नु है ल मिलिसक्यो DRLAL छ डी भनेको हाम्रो एक्चुअल 5 हो तर यहाँ कति दिएको छ डी भनेको 6 दिएको छ भनेपछि एक स्टेप बढ्यो +1 भयो है यहाँ +1 भयो अनि आर भनेको हाम्रो 18 हो तर यहाँ +2 भयो 20 बनिदियो भनेपछि अब यल मा +3 हुनै पर्छ है एल भनेको हाम्रो कति हो थाहा छ हाम्रो एल भनेको चाहिँ कति नम्बरमा पर्छ एल भनेको 12 हो भनेपछि +3 हुँदाखेरि 13 14 15 हाम्रो 15 हुनु पर्छ के हाम्रो 15 हुनु पर्छ भनेपछि 15 भएको छ कि नै 14 भयो 12 13 14 भनेपछि 2 नै बढ्यो सुरुमा 1 बढ्यो 2 बढ्यो अनि त्यसपछि 2 नै बढ्यो है ओके 2 नै बढेछ अहिलेसम्म यो प्याटर्न जाम न +2 नै बढ्यो है यसमा नि भनेपछि एल भनेको हाम्रो 18 थियो यसरी एल भनेको आइजे के एल भनेको 12 थियो तर यहाँ कति हो एल भनेको एल इज कोडेड एट 14 13 14 चाहिँ +2 नै भयो +2 भएर 14 भयो है 6 20 14 यसरी आएछ है अनि ए भनेको +2 नै भयो ए मानि +2 नै भनेपछि 3 भयो अनि एल भनेको 14 +2 नै भयो भने सुरुमा मात्र +1 पछाडी +2 गर्ने +2 गरेर चाहिँ हाम्रो यहाँ कति आयो 4 आयो एरे 14 आयो यसरी चाहिँ आयो भनेपछि अब क्यामेलको कति हुन्छ क्यामेलको CAMEL क्यामेल सी को कति गर्ने 3 को हामीले सुरुमा के गर्ने 3 को सुरुमा हामीले 4 गराउने हैन 3 को 4 गराउने अनि ए को कति गर्ने ए मा +2 गर्ने यसमा पनि +2 यसमा पनि +2 यसमा पनि +2 गर्ने ए भनेको 1 हो 2 3 हुन्छ 4 3 अनि एम भनेको कति हो त एम भनेको हाम्रो एम भनेको 13 हो तर चाहिँ 14 15 हुन्छ ई भनेको 5 हो 6 हुन्छ एल भनेको 14 के एल भनेको भर्खर गरेको 12 हो 13 14 हुन्छ हाम्रो एन्सर चाहिँ यो हुनुपर्छ 4 3 1 5 6 1 4 अब तर यहाँ 4 बाट त स्टार्टिङ एन्सर नै छैन भनेपछि यसको एन्सर कति रहेछ त 36 को डी हुँदो रहेछ एन्सर 36 को एन्सर हाम्रो डी हुँदो रहेछ है 36 को एन्सर डी हुँदो रहेछ तर हामीले कहिलेकाहीँ नन अफ द एबोभ पनि हुन्छ र भनेर हामी यतातिर तुक्का लाउँछौँ कि नो कहिलेकाहीँ नन अफ द एबोभ पनि एन्सर मिल्छ भनेर चाहिँ क्वेशनले भन्छ अब 35 नम्बरमा 2 इज रिटन एज 1 2 3 4 क्लियर इज रिटन एज यदि स्पेयर इज रिटन एज फाइन्ड द कोड फर केयर को कति हुन्छ त एआरई भनेको कति हो एआरई भनेको 847 भनेपछि 847 छ लास्टमा भनेर बुझियो है 847 847 847 सी भने चाहिँ कति हो त सी भनेको 1 छ भनेपछि 1487 हुन पर्ने हो तर यहाँ सी भनेको 1 छ ठीक छ सी भनेको 1 हुन पर्छ अनि ए भनेको कति हो
ए भनेको 3 छ, यहाँ पनि ए भनेको यहाँ भनेको 7 छ। ओके, अलिकति कन्फ्युजन आयो है। ल फेरि TOUR टुर भनेको कति रहेछ त? 1 2 3 4। CLEAR क्लियर भनेको 5 6 7 8। ओके, तर फेरि CARE, ओके CARE भनेको चाहिँ 90847। If tour is written as 80, clear is written as 80, spare is written as 80, find the code for care. सजिलो छ त, सजिलो। अब केयर C भने कति हो? 5, A भने कति हो? 8, R भने 4, E भनेको 7, 5 8 4 7। सजिलो छ 5 8 4 7। ओके, सकिन्छ। अब हामी अगाडिको क्वेसन रिपिट भयो, म कुरा गर्दिन गरिसकेको क्वेसन। ओके, यति भएपछि हजुरले सिम्याट सक्नुहुन्छ। ओके, अब गाह्रो जस्तो के हो? यो 30 नम्बर। ओके 30। इफ आई भनेको 9 हो, लभ भनेको 54, यु अब यु भने कति हुन्छ भने सी आई 9 9 54। सकिन्छ, नसक्ने के छ र? आई भनेको 9, LOVE भनेको कति हो? 54। अनि अब हाम्रो के छ? यु चाहिँ कति हुन्छ? ओके, आई भनेको ABCDEFGHI 9 नै हो। एल भनेको चाहिँ ओके ठिक छ। एल भनेको चाहिँ कति हो? हाम्रो एल भनेको हाम्रो 12 हो हैन, 12 प्लस ओ भनेको कति हो? ओ भनेको 15 हो। भी भनेको कति हो? भी भनेको 22 हो। ई भनेको कति हो? ई भनेको 5 हो। यो सबैलाई जोड्दा हाम्रो कति आउँछ? 54 आउँछ। सो यु पनि जोडौँ न, यु पनि जोडौँ त। यु भनेको के हो? वाइ भनेको कति हो? 25 प्लस ओ भनेको कति हो? 15 प्लस यु भनेको कति हो? 21। यो सबै जोड्दाखेरि हाम्रो आउँछ एन्सर 61। 61 इज द एन्सर। 25 प्लस 25 15 के अरे 50 प्लस 10 60 प्लस 1 61। यसरी भयो है, क्यालकुलेटर चाहिँदैन है एडिसन गर्दाखेरि। सो 61 इज द एन्सर। अब यो बाहेक हजुरले अरू क्वेसन प्र्याक्टिस गर्नु छ भने म यो हजुरले PDF पठाइदिन्छु। यदि हजुर चाहिएछ भने त्यसपछि चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् है, कमेन्ट गर्नुहोस्। साथीहरूलाई यसले सिम्याट गर्दै हुनुहुन्छ उहाँलाई सेयर गर्नुहोस्। यदि हजुरले यो भिडियो लास्टसम्म हेर्नुभएको छ भने एकदम थ्याङ्क यू। अब नेक्स्ट टपिकमा चाहिँ म भिडियो चाँडै हाल्छु है। त प्रिपेयर वेल फर सिम्याट।